आज हामी हिरण्यलाल श्रेष्ठ हामीभन्दा अघिल्लो पुस्तामा परिचय दिइरहनु पर्ने नाम होइन। 53 सालको राष्ट्रघाती महाकाली सन्धि हुँदा विपक्षमा मतदान गर्ने 8 जना सांसदहरू मध्येका एक हुनुहुन्छ हिरण्यलाल श्रेष्ठ। तत्कालीन नेकपा एमाले राष्ट्रघाती महाकाली सन्धिमा मतदान गर्ने निर्णय गर्दा गर्दै पनि त्यसलाई अस्वीकार गरेर त्यसको विपक्षमा मतदान गर्ने नेकपा एमालेका 3 जना तत्कालीन सांसद मध्येका हुनुहुन्छ। जस्तो विपक्षमा मतदान गर्ने तत्कालीन एमालेका 3 जना सांसदमा पद्मरत्न तुलाधर, राष्ट्रिय सभामा मोहनचन्द्र अधिकारी र प्रतिनिधि सभामा हिरण्यलाल श्रेष्ठ हुनुहुन्थ्यो। आज म उहाँ हिरण्यलाल श्रेष्ठसँग इतिहासमा निर्वाचित संसदबाट गरिएको राष्ट्रघात र त्यो इतिहास के हो, किनभने अन्तर्पुस्ता हस्तान्तरण, भोलिका पुस्ताहरूले यो इतिहास बुझुन्, यो इतिहास जानुन्, यो विषयमा म हिरण्यलाल श्रेष्ठसँग कुराकानी गर्न गइरहेको छु। उहाँ विगतमा रुसको राजदूत पनि भइसक्नु भएको र अन्तर्राष्ट्रिय भू राजनीतिको जानकार पनि हुनुहुन्छ। नमस्कार। नमस्कार। म आज विशेष गरेर तपाईसँग महाकाली सन्धिको समय त्यति बेला विपक्षमा मतदान गर्ने एकजना सांसद मध्येको तपाईँ हुनुहुन्छ, कुरा त्यहीबाट सुरु गरौँ। महाकाली सन्धि के हो र तपाईँले विपक्षमा मतदान किन गर्नुभयो? महाकाली नदी सीमा नदी हो। सुगौली सन्धिले के भन्यो भन्दाखेरि नेपालले महाकालीको पश्चिमको आफ्नो दाबीलाई छोड्छ भनेर त्यो बेलाको सीमा महाकाली नदी नै सीमा निर्धारित भएको थियो। 1920तिरको बेला युपीमा ठुलो खडेरी सुक्खा पर्यो। त्यो बेला चाहिँ पानी अब महाकाली नदीको लग्नु पर्यो युपी र दिल्लीसम्मलाई भनेर शारदा नदी बनाउने प्रस्ताव ब्रिटिस इन्डियाले नेपालसँग राख्यो। चन्द्रशमशेरको पालामा शारदा सम्झौता भयो नदी बाँध बनाउने। राणाकालमै चन्द्रशमशेरको पालामा हो। त्यो ब्याकग्राउन्ड नबुझिकन महाकाली सन्धि बुझिँदैन। हो, यो त मलाई पनि थाहा थिएन। अब त्यसैले पानी सोर्ने भारतको स्वार्थ नै महाकाली सन्धिको पनि ब्याकग्राउन्ड हो, पृष्ठभूमि। सुरु भएको 1920को दशकदेखि र त्यसपछि चाहिँ के भयो भन्दाखेरि नेपालमा आन्दोलन 47 सालको चलिरहेको बेला सबैको ध्यान आन्दोलनतर्फ। त्यही बेला मौका छोपेर नेपालको अनुमति नलिइकन शारदा क्यानलभन्दा माथि टनकपुरमा बाँध बनायो अर्को। नेपालको अनुमति नै नलिइकन 46 सालको आन्दोलनको समयमा। किनभने यता अब सरकार पनि आन्दोलनतिर नै अल्मलिएको हुने भयो। त्यस्तो बेला त्यस्तो बाँध बनायो, तर भन्या ठाउँमा पानी जाने भएन। नेपालतिर बाँध नबनाइकन लेफ्ट एप्लक्स बन्द बनाउनु चाहिँ आवश्यक भयो इन्डियालाई। अब त्यसो भएपछि यहाँ चेन्ज आयो अनि गिरिजाप्रसादलाई इन्डिया बोलाएर टनकपुरमा पश्चिमी बाँध बनाउने किनारामा त्यो सम्झौता सहमति पत्र भनेर गरायो। अनि त्यसको विरोध भयो संसदमा। मदन भण्डारीको नेतृत्वमा हामीले संसदमा 8 घण्टा नारा लगाएको, देश बेच्न दिन्नौँ, संविधान मिच्न दिन्नौँ भनेर। त्यो वर्ल्ड रेकर्डै भयो। गिरिजाप्रसाद कोइरालाले गरेको त्यो सम्झौताका विरुद्ध तपाईँहरूले आन्दोलन गर्नुभयो संसदमा। अरू त्यो किन गर्नु पर्यो भन्दाखेरि संसदलाई छल्न सकिन्छ कि भनेर सम्झौता नबनिकन, सन्धि नबनिकन समझदारी पत्र भनेर गराएको थियो। अनि समझदारी पत्र भने पनि नेपालको जलस्रोत मुहानको पानी
त्यो सोच्ने काम इन्डियाबाट हुने भयो, यसको विरोध गर्नुपर्छ भनेर मदन भण्डारीले मलाई ल फेरि स्टडी गरेर आऊ भनेर प्लेनको टिकट काटेर मेहनगर पठाएको थियो। ए मदन भण्डारीले तपाईँलाई टनकपुर या महाकालीमा भएको बदमासीको विषयमा स्थलगत रिपोर्ट तयार गर्न उहाँले चाहिँ तपाईँलाई पार्टीबाट अनुमति दिनुभयो, पठाउनु भयो उहाँले। अनि त्यहाँ अध्ययन गरेपछि त यो आन्दोलन भएको बेलामा नेपालको अनुमति नलिकन बनाएको बाँड रहेछ र यो वास्तवमा 3टा कारणले गर्दा रहेछ। एउटा शारदा क्यानल 1920s को त्यो जीर्ण भइसक्यो, त्यो भट्कियो भने पानी लिने सोर्ने अर्को बलियो ठुलो बाँध बनाउनु पर्यो भनेर तनकुमा बनाएको रहेछ। दोस्रो कुरो के छ भन्दाखेरि आन्दोलनको बेला बोल्न सक्दैन भनेर ठुलो बाँध बनाएर पानी चाहिँ उतातिर बढी जाने गरिकन गर्यो। अनि त्यसो इन्डियातिर लाने साजिस गर्यो र पछि यहाँ ठुलो विरोध भयो। मैले पनि त्यहाँ गएर विरोध गरेँ, त्यहाँको लोकल पार्टीसँग गरिकन अध्ययन गरिकन त्यहाँ चाहिँ एउटा जुलुस पनि निकाल्यौँ हामीले। महाकाली चाहिँ अन्तर्राष्ट्रिय नदी हो, पानी आधा आधा हुनुपर्छ, बिजुली पनि आधा हुनुपर्छ भनेर हामी, किनकि सीमा नदी भनेर चाहिँ साझा हुन्छ। अब यहाँ फर्क्यौँ अनि केन्द्रीय समितिको बैठकमा त त्यहाँ मान्छेहरूले अझ मनमोहनजीलाई पनि थाहा थिएन मलाई मदन भण्डारीलाई पठाएको, किन विरोध गरेको मैले भने तपाईँलाई केन्द्रीय समितिका साथीहरूले किन विरोध गरेको भनेर भन्नुभयो। किन बोलेको उनीहरूलाई त मदन भण्डारीले पठाएको कुरा थाहा थिएन। अनि मैले भने यो नेपाललाई मिच्ने काम भयो, यो शारदा क्यानल पुरानो भएकोले त्यसलाई रिप्लेस गर्ने नयाँ क्यानल बाँड्ने त्यो मनसा हो, पानी छोड्ने मनसा हो भने। अनि मदन भण्डारीले त्यहाँ मलाई रेस्पेक्ट गरेको, मैले पठाएको उहाँलाई। तपाईँलाई त्यो किन विरोध गरेको भनेर सोध्ने केन्द्रीय समितिका साथीहरू को हुनुहुन्थ्यो, नाम याद छ? त्यो बेला विरोध भन्दा पनि किन गएर बोलिस, किन जाने भइस भन्ने त्यो भन्नेहरू को थिए? भन्ने त मनमोहन समेत थियो। ए मनमोहन अधिकारी समेत थिए, अरू पनि थिए है। अब त्यो भनेपछि मलाई डिफेन्स चाहिँ मदन भण्डारीले गर्यो। अरू पछि अनि मैले पनि भने, मैले फेरि स्टडी गरेपछि अब त्यो नदीमा बाँधेर पानी सोर्ने त्यो बुढो भइसकेको उसमा मैले फेरि पहिले नाकाबन्दी लगाउँदाखेरि एकचोटि फिल्ड ट्रिपमा गएको थिएँ त्यहाँ हेर्नलाई, बोर्डरको सबै ठाउँमा। र त्यहाँ चाहिँ मैले मेरै आँखाले देखेको त्यो पहिलोचोटि नाकाबन्दी गर्दाखेरि महाकाली त्यो शारदा क्यानलको बिचमा नेपाल र इन्डियाको झन्डा राखेको थियो, आधा ठ्याक्क बिचमा बाँधको। र चाहिँ यो चाहिँ यो बोर्डर रिभर हो भन्ने कुरा पहिले बुझिन्थ्यो, पछि त त्यो हटाएर नेपालको सीमासम्म आफ्नो भन्न थाल्यो इन्डियाले, त्यसलाई मिचेर आफ्नो भन्न थाल्यो। अब र चाहिँ फेरि टनकपुरमा बनाएपछि त पानी झन् शारदा क्यानलको पानी भन्दा बढी सोर्न सक्ने भयो। अब त्यसरी यो विरोध गर्नुपर्ने नै हो भन्ने राखे। पार्लियामेन्टमा त्यो सम्झौताको विरोधमा उठ्यो। र चाहिँ एउटा इन्ट्रेस्टिङ कुरो के हो भन्दाखेरि गोप्य रूपले मदन भण्डारीले गणेशमान सिंहलाई भेटेर गणेशमान सिंहको लेटर बम त्यो बेला भन्थ्यो, चिठी आयो संसदमा, यो प्राणीको बाँडफाँड हो प्राकृतिक स्रोतको, यो संसदबाटै 2/3 अनुमोदन गराउनुपर्छ भनेर गिरिजाप्रसादले गरेको त सन्धिका विरुद्ध गणेशमानजी बोल्नुभयो, जसलाई चाहिँ पपुलरली लेटर बम गणेशमानको गयो भन्छ। मदन भण्डारी त पछि मारियो,
यो चाहिँ नि उसमा दासढुङ्गामा है खसालेरै मारे हो त्यो र चाहिँ नि गणेशमानलाई पनि त्यो कुर्सीको नट बोल्टहरू सबै निकालेर बस्दाखेरि झऱ्यो झन्डै ढाड भाँचिया थियो चितवनमा गणेशमानजीको भन्दाखेरि यसरी देशभक्तहरूलाई सिद्ध्याउने कामहरू गर्यो र पछि मनमोहनजीले पनि 50 को सन्धि चेन्ज गर्नुपर्छ भनेर इन्डिया भिजिट गर्दा बोल्या हुनाले उहाँलाई पनि प्लेन दुर्घटना गराएर ल्यान्ड गराएको थियो तर बाल बच्नु। तपाईँले भनेको त बर्दियामा भएको त्यति बेला प्लेन दुर्घटनामा जसमा वामदेव गौतम पनि हुनुहुन्थ्यो त्यो हत्या गर्ने षड्यन्त्र अनुसार भएको थियो। यसैले नेपालमा अब अनि शान्ति क्षेत्रको प्रस्ताव राखेकोले उसलाई मार्यो राजा वीरेन्द्रलाई परिवारिक भने नेपालमा देशभक्त स्ट्यान्ड लिएपछि शिखार पार्दो रहेछ होइन। जस्तो भारत त उडेर त आएन नि त, उसले त यही भित्र पेन्टेसन गरे होला नि। जस्तो अब तपाईँले भन्नुभयो शान्ति क्षेत्र प्रस्तावपछि वीरेन्द्रमाथि उनीहरूले एट्याक गरे, वीरेन्द्रको हत्या गरे। जस्तो टनकपुर सन्धि विरुद्ध उभिएपछि मदन भण्डारीको गरे भन्नुभयो। आखिर वीरेन्द्र त 2टा सैनिक गणमा मारिए नि त, मारिए त पेनिट्रेसन गर्यो। जस्तो सेनाको संलग्नता नभइकन त सम्भव छ र? कसरी सम्भव हुन्छ? हास्या थियो र तिनटा के खोपा धीरेन्द्रको अनुहारको मास बनाएको र त्यहाँ चाहिँ एउटा वीरेन्द्रको प्रभाव परिवारलाई नै सखाव गर्यो भने अब त्यसपछि टनकपुरको त्यो सम्झौतालाई सर्वोच्चमा मुद्दा पर्यो र यो सम्झौतै हो समझदारी भने पनि र यो 2/3बाटै अनुमोदन गर्नुपर्छ भन्ने भयो र चाहिँ त्यसपछि फेरि अझ त्योभन्दा माथिको पानी पनि सर्ने भनेर पञ्चेश्वर समेतको महाकाली सन्धि एकीकृत महाकाली सन्धि, किनकि शारदा क्यानल टनकपुर र पञ्चेश्वरसम्मलाई एकै ठाउँमा इन्टिग्रेट गर्ने गाँस्ने एकीकृत सम्झौता गर्यो ताकि सबै ठाउँको पानी महाकालीको सर्न सकियोस् भनेर। अब हामीले त्यसको विरोधमा मतदान अघि तपाईँले भूमिकामै भन्नुभयो के मोहनचन्द्र परमरत्न हामीहरू चाहिँ एगेन्स्टमा थियौँ, वामदेवहरू सानाहरू उनीहरूले मतदान नगरेको कतै। उहाँहरूले मतदान नगर्नुको कारण के होला? तपाईँहरू 8 जनाले मात्र विपक्षमा मतदान गर्नुभयो कि? उहाँहरूले महाकाली सन्धिको विरोध त गर्नुभयो, महाकाली सन्धि राष्ट्रघात हो भनेर, तर मतदान विपक्षमा किन गर्नु भएन होला? किन भन्दाखेरि 2/3ले पारित गर्न सजिलो होस् भनेर गरिदिएको। भनेपछि त उहाँहरूले पनि समर्थन गरे जस्तो भयो नि त। सैद्धान्तिक विरोध गर्नु हो, व्यवहारिक रूपले चाहिँ उहाँले विरोधमा मतदान गर्नु भएन। हामीले गर्यौँ, हामीहरू केहीले गर्यौँ। भनेपछि त त्यो त तपाईँको जो बहिष्कार गर्ने पंक्ति थियो, त बहिष्कार गर्ने पंक्तिको पनि त कपट देखियो नि त त्यहाँनिर। त्यो सबैले बुझ्न सकिन्छ, केही कमजोरी रह्यो। वैचारिक रूपले विरोध गर्यो, व्यावहारिक रूपले त्यो पारित गर्न सहयोग गर्नु सहयोग भयो र हामीसँग चाहिँ यो एगेन्स्टमै पुरै गएको भनेर हामीलाई कारबाही गर्ने भन्थ्यो। तर चाहिँ नि लोकप्रियता वर्ष यिनीहरूको झन् कारबाही गर्यो भनेर चाहिँ अरू किसिमको कामहरू त गर्यो, दुःख दिने कामहरू भयो, तर चाहिँ निस्कानेसम्म गरेन। तर पार्टी नै विभाजित भयो यो महाकाली सन्धिले। महाकाली सन्धिमा सबभन्दा हामीले 3टा कुराले विरोध गरेको। त्यो बेला हाउसमा पनि बोलेको थिएँ, बाहिर पनि बोलेको थिएँ। त्यो एक त यो महाकालीको मुहान लिम्पिया ध्रुवस्व हुनुपर्थ्यो। महाकाली सन्धिमा कस्तो जाली कुरा लेखेको छ भने अधिकांश भाग सीमा नदी भनेर एक टुक्रा चाहिँ इन्डियालाई सुम्पन्न हुने त्यो क्षेत्रको
कालापानीदेखि लिम्पियाधुरा इन्डियालाई सुम्पर्ने साजिस थियो यी साबेदारवादी नेताहरूले। त्यस्तो जाली कुरा छ महाकाली सन्धिमा। अब जस्तै भन्नुहोस् न, शरीर सबै मेरो, मुटु एउटा अर्काको भन्यो भने के हुन्छ? अधिकांश भाव आफ्नो भएर पनि भाइटल भाग अर्कालाई सुम्पेपछि त्यो चाहिँ राष्ट्रघातको ठुलो कुरा। एउटा कारण त्यो। दोस्रो कारण पानी आधा आधा हुनुपर्ने, त्यो चाहिँ त्यसैले त्यो सीमालाई पूर्व सारेको तुरतुरे जमिनको पानी आउने ठाउँमा लिपुलेकतिर किन भन्दाखेरि त्यो पानी बढी सोरेर सक्कली महाकाली होइन, नक्कली चाहिँ महाकालीको स्रोत देखायो। त्यसैले तेस्रो कुरो के भयो भन्दाखेरि त्यो जमिन सोरेर उहाँ मानसरोवर कैलाश जाने, सेन्ट्रल एसियासम्म जाने बाटो कब्जा गर्ने इन्डियाको सोच थियो। यसैले र अनि लिपुलेकसम्मै ऊ किन आएर बस्न चाहन्थ्यो भन, मातृकाले 18वटा चेकपोस्टहरू उत्तरी क्षेत्रमा बनाएको मध्ये 69मा यो प्रधानमन्त्री विष्ट थियो, कृष्ण विष्ट, त्यो बेला चाहिँ नि 17वटा ठाउँबाट फर्कायो, 18औं ठाउँ त्यो लिपुलेकको तल कालापानीबाट फर्काएन। त्यहाँ आर्मी नै बसेको थियो। अनि एकचोटि मलाई बताउँथ्यो ऋषिकेश शाहले, ए शाहजी किन भनेको, मैले पनि राजालाई सोधेको हो, 17 ठाउँबाट फर्क्यो, 18औं ठाउँबाट फर्केन त्यो ठाउँ भनेको। राजाले के भन्यो भन्दाखेरि, अब कति चिराउनु, मलाई सोझाएको छ, चिठी लेखेर सोझाएको थियो, अनुमति देऊ जहाँ बस्ने हाम्रोलाई, किनकि त्यो चाइनालाई वाच गर्न पनि सजिलो, दोस्रो यस्तो सजिलो ठाउँ रहेछ कि चाइनिज आर्मी सत्त आएर दिल्लीसम्म जान सजिलो, त्यसरी तिनीहरूलाई वाच गर्ने, तिनीहरूलाई छेक्ने। त्यसै भएर होला कालापानी एउटा के छ भने त्यो डकुमेन्ट नै छ। कालापानी इन्डियाले आफ्नो दाबी गरिसकेपछि राजा महेन्द्रले त्यति बेला लिउ शाओचीसँग गएर हस्ताक्षर र सम्झौता गरेर कालापानी नेपालको चाहिँ बनाएको चाहिँ हस्ताक्षर पत्र नै छ, त्यो सीमा सन्धिमै छ, त्यो हस्ताक्षर पत्र नै छ। यसरी तपाईँ त अब मदन भण्डारीको अत्यन्त विश्वास पात्र व्यक्तित्वको रूपमा पनि देखिनुभयो। जस्तो मदन भण्डारीले कसैलाई पनि नसोधिकन तपाईँलाई टनकपुर र महाकालीको अध्ययन गर्न पनि पठाउनु भएको रहेछ। त्यो मदन भण्डारीले नेतृत्व गरेको टनकपुर विरुद्ध अथवा महाकाली विरुद्धको आन्दोलन, मदन भण्डारीको मृत्युपछि जब महासचिव माधव नेपाल बन्नुभयो, त्यो महाकाली सन्धिको पक्षमा उहाँहरूलाई त जानुपर्ने बाध्यता किन रह्यो? यसलाई कसरी हेर्नु भएको छ तपाईँले? अब तपाईँले त मदन भण्डारीसँग पनि संगत गर्नुभयो, माधव नेपालसँग पनि गर्नुभयो नि त, कसरी हेर्नु भएको छ? त्यो प्रश्न थियो। सुरुमा एउटा कार्यदल बनाएको थियो पार्टीभित्र, म पनि त्यसको सदस्य थिएँ, संयोजक खड्गप्रसाद ओली थियो त्यो समितिको, अध्ययन समितिको। महाकाली अध्ययन समितिको संयोजक खड्गप्रसाद ओली, उहाँ त 1 खरब 20 अरब आम्दानी हुन्छ भन्नुभएको थियो। 1 खरब 20 अरब महाकाली सन्धिबाट आम्दानी हुन्छ भन्नुभएको थियो। यसैले हामीले पहिले स्टडी गरेर यो चाहिँ नि हामीले अनि महेन्द्र नगरको उसले त्यहाँको साथीहरूले, त्यसको समितिको सदस्यहरूले सबैले हामीले चाहिँ केहीले विरोध गऱ्यौँ, बहुमत विरोधवाला नै थियो। तैपनि चाहिँ नि त्यहाँ ओलीजीहरूले सुरुमा त धेरै फ्याक्टरहरूले विरोधी गर्नुपर्छ जस्तो लाग्यो भन्यो। पछि इन्डियाले सिपिएम आइएम को सुरजितजी, हरकिशन सिंह सुरजित, इन्डियामा जलस्रोत मन्त्री पनि एकजना अर्कै ससुरालजी थियो, उहाँहरूको व्यक्तिगत सम्बन्धले गर्दाखेरि उहाँले यी हाम्रो नेताहरूलाई भेटेर त्यसको समर्थनमा ल्याउनलाई अप्रत्यक्ष भूमिका खेल्नु भएको थियो। र चाहिँ अब त्यहाँ ठुलो लबिङ भयो
र धेरै चलखेलको साथसाथै ठुलो धनराशि पनि त्यो बेला खेलाए। पैसा खाएर देश बेचे सिधा भन्नुपर्दा। अब मैले चाहिँ फ्याक्ट राख्छु, डाइरेक्ट गाली गर्दिनँ म, किनकि मेरो उमेरले पनि मेरो कुटनीतिक क्षेत्रको मान्छे भएको हुनाले म आर्गुमेन्ट गर्छु, सत्य प्रमाणहरू राख्छु। र चाहिँ के छ भन्दाखेरि त्यो पल्टियो। अब एकजना अब नाउँ चाहिँ नलियो, त्यो बेलाको एकजना लिडर जो अहिले मन्त्री पनि छ, तिम्रो प्याजेरोको पैसा तिर्दिन्छु, मैले ब्याङ्कबाट लोन लिएर दिएको यो सुविधाको गाडी, तर महाकालीको समर्थन गर्नुपर्छ। तपाईँलाई प्रस्ताव ल्याएका थिए? मैले भने सुनको छाना भएको घर बनाइदिए भने म त नि समर्थन गर्दिनँ भने, र एगेन्स्टमा भोट पनि हालेँ मैले। अब चाहिँ अब त्यो अब लिडरसिपमा बहुमत विरोधमा थियो। केन्द्रीय समितिको बैठक बस्दा पनि अहिलेको स्पिकर, अहिलेको सभामुख देवराजजी, म चाहिँ अधिवेशनले चुनेको मदन भण्डारी महासचिव चुनिएको उसले, त्यसमा चाहिँ मेरो नम्बर 1 नम्बरको थियो वैकल्पिक सदस्यमा। तपाईँ 1 नम्बरमा हुनुहुन्थ्यो? मलाई 5 नम्बरमा झारेर त्यो 5 नम्बरकोलाई 1 नम्बरमा ल्याएर देवराजलाई चाहिँ म भोट हाल्न लगाएँ, मनमोहनजी हस्पिटलमा भएकोले। उहाँलाई लिन जामा भनेर मेरो प्याजेरो पनि लक गरेर राखिदियो भित्र, र चाहिँ नि देवराजजीलाई भोट हाल्न लगाएर 1 भोटले चाहिँ बहुमत भयो भनेर जालजेल गरेर पार्टीमा बहुमत पुर्याए। नभए चाहिँ नि त्यो केन्द्रीय समितिबाट पनि रिजेक्ट हुन्थ्यो। हुने नै स्थिति थियो त्यो चाहिँ नि, भोट दिन नपाउनेलाई भोट दिन लगाए, भोट दिन पाउनेलाई चाहिँ मलाई वञ्चित गरे भन्दाखेरि त्यो र चाहिँ त्यो बेला त्यसरी भयो। र पछि त सूर्य उदाउँछ पछिबाट भने अहिलेसम्म त्यो पञ्चेश्वर पनि तयार गर्न सकेका छैन कि पानी सोध्ने कुरामै विवाद रह्यो, कसको कति उनीहरू बढी लिन्थे। उपभोग्य अधिकार भनेर तलतिर हामीले बाँध बनाएका छौँ, पानी धेरै लगाएका छौँ, शारदा क्यानलबाट पनि त्योभन्दा तल पनि बनाएका छौँ भनेर हामीले माथिको पानी पनि चाहिँ हाम्रो धेरै भाग हामीले पाउनुपर्छ भन्ने इन्डियाको बनाइरह्यो। सैद्धान्तिक रूपले बराबरी भने पनि उपभोग्य अधिकार पानी हामीले गरिसके उपभोग लाई कटाएर मात्र पाउँछौ तिमीहरूले भनेर अहिलेसम्म महाकाली सन्धिमा पञ्चेश्वरको बाँध बन्न नपाएको त्यसरी त्यो कुरा हामीले पहिले देखेर यो एक त सिमाना लिम्पियाझुरासम्म गर्नुपर्छ, सोर्टमा त नि अर्काको हालिमली गर्न दिनु हुँदैन। दोस्रो महाकालीबाट यो कालोपानीबाट फर्काउनुपर्छ, किनकि इन्डियनलाई नफर्काइकन चाहिँ सन्धि गर्दा अथवा सिमानाको कुरा गर्दा त्यो त गनबोट डिप्लोमेसी हुन्छ, ह्याकोला मिच्ने हुन्छ आर्मी राखेर। संसारमा जहाँ पनि वार्ता गर्नु पर्यो भने आर्मी हटाउन लगाएर गर्छ, त्यो हटाउनुपर्छ। तेस्रो कुरो के छ भन्दाखेरि बिजुलीको त विकल्प छ, सोलर छ, न्युक्लियर छ, विन्ड छ, तर पानीको विकल्प त छैन। भोलि पानी नेपाललाई पनि आवश्यक हुन्छ। इस्ट वेस्ट क्यानल बनाउनुपर्छ नेपालमा, किन पानी अर्कालाई सोध्ने भन्ने चाहिँ हाम्रो धारणा रह्यो। पानी नेपालको पानी नेपाललाई फर्स्ट, उब्रेको पानी हामी दिन्छौँ तर पाउने आधा आधा हो वास्तवमा। हामीले उपयोग गर्न सकेन भने इन्डियाले लिन्छ भने हामीले पैसा तिर्नुपर्छ
नभए पनि हामीलाई एक ठाउँमा उब्रियो भने अर्को कमी भएको ठाउँमा बढी दिनुपर्छ, सिक्ताको बाटी बढी पानी दिनुपर्छ र तेस्रो कुरा पानीको ब्याङ्किङ सिस्टम तयार गरिकन चाहिँ नि पानीको नेपालको हकभन्दा बढीको पानी चाहिँ इन्डियाले लग्यो यता क्यानल नबनिसकेकोले भने त्यस्तो बेला त्यसको पानी पनि को पैसा पनि इन्डियाले तिर्नुपर्छ भन्ने यस्तो धेरै कुराहरू हामीले व्यवहारिक रूपमा राखेका थियौँ। अब एउटा डिटेल स्टडी गरेर लेख्ने बोल्ने भएको हुनाले तर त्यो नभएको हुनाले महाकाली सन्धि एउटा राष्ट्रघाती सन्धि असमान सन्धि भयो। गण्डक कोशीको पास पनि सिकेन नेपालले र हरेक परिवर्तन हुँदाखेरि नयाँ सम्झौता गराएर टुङ्ग्याउने त्यो परिवर्तनलाई उसमा परिणत नगर्ने वार कि पारमा 7 सालको क्रान्ति भयो, मोहन शमशेरलाई नै प्रधानमन्त्री बनाएर सम्झौता गराएर टुङ्ग्याए र मातृकाले चाहिँ त्यो बेलाको कोशी सम्झौता गर्यो। 15 सालको आम चुनावमा इन्डियाले आफ्नो समर्थन चाहिँ लिने हो भने भनेर त्यो भित्री बिपीसँग समझदारी गरेर पछि बिपीको इलेक्टेड गभर्मेन्ट आएपछि त्यसले गण्डक सम्झौता गरे। संसदलाई छलेर सम्झौता गरेका छन्, त्यो गण्डक सम्झौता पनि भन्दाखेरि हरेक परिवर्तनमा मद्दत चाहिँ गर्ने एकवटा नदी हात लगाउने। गिरिजाले टनकपुर बुझाए भनेपछि त कोइरालाका तिनै भाइ के भन्दा चाहिँ देश बेच्ने अनि डेमोक्रेसी भनेपछि उनीहरूलाई चाहिँ के भन्दा भयो, राष्ट्रियता कमजोर भयो। त्यसैले हामीलाई चाहिने चाहिँ त राष्ट्रियता पनि चाहिने, डेमोक्रेसी पनि चाहिने, देशको समृद्धि पनि चाहिने र त्यसको लागि रिसोर्सेस हाम्रो आफ्नै हुनुपर्ने। अब यस्तोमा कमजोर देखिएको हुनाले यो महाकाली सन्धिको हामीले विरोध गरेको। तपाईँले महाकाली सन्धिको विपक्षमा मतदान गर्दा सभामुख रामचन्द्र पौडेल थिए, जसले मध्यरातमा संसद बोलाए। नेकपा एमालेको महासचिव माधव नेपाल हुनुहुन्थ्यो भने 1 खरब 20 अरब आमदानी हुन्छ भनेर महाकाली सन्धिको प्रवक्ता जस्तो भएर चाहिँ बोल्नेमा केपी ओली हुनुहुन्थ्यो। महाकाली सन्धि भए पश्चिमबाट सूर्य उदाउँछ भन्ने पशुपति शमशेर राणा राष्ट्रिय प्रजातन्त्र पार्टीको नेता जलस्रोत मन्त्री हुनुहुन्थ्यो भने महाकाली सन्धि भनेको नेपाललाई चाहिँ एकदम फाइदाजनक छ भनेर व्याख्या गर्ने प्रकाश चन्द्र लोहनी परराष्ट्र मन्त्री हुनुहुन्थ्यो। यति बेला रामचन्द्र पौडेल राष्ट्रपति हुनुहुन्छ। तपाईँले अघि नै भन्नुभयो तपाईँ 1 नम्बरमा तपाईँ हुनुहुन्थ्यो, 5 नम्बरकोलाई अगाडि ल्याएर महाकाली सन्धिको पक्षमा केन्द्रीय समितिमा चाहिँ मतदान गर्न लगाइयो। देवराजी सभामुख हुनुहुन्छ, सायद त्यसैको पुरस्कार होला। खड्ग ओली एमालेको अध्यक्ष हुनुहुन्छ र अहिले प्रकाश चन्द्र लोहनी र पशुपति शमशेर राणाहरू एकदम राष्ट्रवादको कुरा गरेर अगाडि आउनु भएको छ राजेन्द्र लिङ्गदेनको नेतृत्वमा। यो देख्दा तपाईँलाई कस्तो लाग्छ, तपाईँको आफ्नो अनुभूति? महाकाली सन्धिमा त उहाँहरूले राष्ट्रघाती पक्ष नै ल्या हो, त्यति मात्र होइन, चुच्चे नक्साको विरुद्ध पहिले बुच्चे नक्सा बनाउने त उहाँहरूकै पालामा हो नि। अहिले ओलीजीहरूले चुच्चे नक्सा निकालेर महाकालीको मुहानसम्म नेपालको हो भनेर त्यो अलिकति पहिलेको गल्ती सच्याएको हो। बुच्चे नक्सा महाकाली गरेर बुच्चे नक्साकोमा यो चुच्चे नक्साले अलिकति गल्ती सच्याएको, गल्तीको सच्या हो। तर त्यसको कार्यान्वयन इमान्दारीसँग भइरहेको छैन चुच्चे नक्साको। अब त्यसको लागि त्यो बेला कार्यान्वयन हुन्छ जब कालापानीबाट फौज हटाइन्छ इन्डियाको, गनबोट डिप्लोमेसी यहाँकोलाई मिच्ने काम इन्डियाले नगरोस्। अर्को कुरो त्यो लिम्पिया ढिगरा बनाए त्यो नेपाल र इन्डियाको मात्र बोर्डर होइन, चाइना पनि त्यो जोडिने ठाउँ। यसैले ट्राइल्याटरल जक्सन भएको हुनाले, पोइन्ट भएको हुनाले, त्रिदेशीय बिन्दु भएको हुनाले त्रिपक्षीय वार्ता गर्नुपर्ने इन्डिया, चाइना, नेपाल। किनकि नेपाल चाइना बोर्डर एग्रिमेन्टमा 0 पोइन्ट कहाँबाट सुरु हुन्छ त्यो निर्धारित छैन। यो 3टा देशसँगै बस्न नपाएकोले, छलफल गर्न नपाएकोले ओपन रहेछ
लिपुलेकको माथिबाट मात्र 1 नम्बर पिलर सुरु हुन्छ। 0 पोइन्ट कहाँबाट? सडक बनाउन पनि 0 पोइन्ट फर्स्ट हुन्छ, अनि 1 माइल, अनि त्यसपछि 2 माइल, त्यस्तो हुन्छ भने अब यसैले महाकाली सन्धिको गलत कामलाई सच्याउनलाई पनि, सीमा निर्धारित गर्नको लागि पनि, जग्गा मिचिया कुरालाई सच्याउनको लागि पनि त्रिपक्षीय वार्ता गरिकन लिम्पियाधुरासम्मै नेपालको सीमा हो भन्ने कुरा स्थापित गर्नु पर्यो। चुच्चे नक्साको व्यावहारिक कार्यान्वयन देखाउनको लागि होइन, त्यो कार्यान्वयन गर्नको लागि हो। महाकाली सन्धि भएको बेला सच्याउन लगाउन सकिने अवस्था थियो, यस्तै यदि आत्मसमर्पणवादी निर्णय नगरेको भए, अडान लिएको भए सच्याउन सक्ने अवस्था थियो। के अरे उसलाई पानी चाहिएको बेला त अब त्यहीँसम्म नेपालको सीमा बन्थ्यो होइन। किन भन्दाखेरि उसले पानी बढी सोर्नको लागि नक्सा अतिक्रमण, जसलाई कार्टोग्राफिक एग्रेसन भन्थ्यो, पहिले नक्सा अतिक्रमण गर्यो, पछि जमिनमै आएर बसेर इन्डियन आर्मी सीमा अतिक्रमण। अहिले त सडकहरू पनि बनायो। जुन बेला चाहिँ नि लिपुलेक जाने सडक इन्डियाले बनायो, त्यो बेला चाहिँ नि मानसरोवर जाने भनेर चाइनाले भनेको थियो। त्रिदेशीय बिन्दु भनेको एकपक्षीय द्विपक्षीय वार्ताबाट सीमा मिच्न पाउँदैन, चेन्ज गर्न पाउँदैन। यी त्रिदेशीय बिन्दुमा त्रिपक्षीय वार्ता हुनुपर्छ भनेको थियो। एक प्याराग्राफ एउटा पत्रिकामा छापियो, त्यो कुरा हाम्रो कार्यवाहक राजदूतलाई बेजिङमा बोलाएर चाइनाले भनेको कुरा त्यो यहाँ यो ऊ पनि आयो अब प्रचारमै आउन दियो, समाचार पनि आएन। यो सानो समाचार आएको थियो। चाइनाले के भनेको थियो कार्यवाहक राजदूतलाई? लिम्पियाधुरा भनेको नेपाल, चाइना र इन्डियाको त्रिदेशीय बिन्दु हो, सीमा बिन्दु हो। एक पक्ष अथवा द्विपक्षीयले त्यो चेन्ज गर्न पाउँदैन। त्रिपक्षीय सम्झौता सहमति नभइकन त्यो ठाउँमा सीमा चेन्ज गर्ने, बाटो बनाउने, निर्माण कार्य गर्ने, यस्तो गर्न पाउँदैन भनेर भनेको थियो। चीनले त्यो खुल्ला रूपमा भनेको थियो। भनेको थियो। तपाईँले अघि नै प्रसङ्ग निकाल्नुभयो, जस्तो मदन भण्डारीको हत्या अथवा राजा वीरेन्द्रको हत्या राष्ट्रियताको पक्षमा अडान लिएको कारण षड्यन्त्रपूर्वक गरियो भनेर तपाईँले अघि सङ्केत पनि गर्नुभयो। तपाईँ त मदन भण्डारीसँग रहेर काम पनि गर्नुभयो। जस्तो मदन भण्डारी हत्याकाण्डपछि 2टा आयोग बनाइयो, एउटा ओली आयोग बनाइयो, एउटा तुलाधर आयोग बनाइयो र सरकारले अनिल आयोग बनायो। त्यो आयोगको प्रतिवेदनलाई एमाले अस्वीकार गर्यो। तर तिनै ओली, तिनै माधव नेपाल, तिनै झलनाथ एमालेबाट 3 पटक प्रधानमन्त्री भइसके। 3टा एमाले भित्रका मनमोहन सहित 4 जना केपी ओली सहित प्रधानमन्त्रीहरू भइसके। केपी ओली, माधव नेपाल, झलनाथ, मनमोहन हेर्ने हो भने एमालेबाटै पटक पटक प्रधानमन्त्री चाहिँ उनीहरू चाहिँ भइसके। तर उनीहरूले मदन भण्डारीको पछि, विद्या भण्डारीजी पनि 2 पटक राष्ट्रपति हुनुभयो। मदन भण्डारी छानबिन गर्न, हत्याकाण्ड छानबिन गर्न नसक्नुको कारण चाहिँ के होला? यसलाई कसरी लिनु भएको छ? अब मदन भण्डारी मर्दाखेरि मदन झलनाथ, प्रकाश चन्द्र लोहिनी, चिनी काजी श्रेष्ठ, त्यो पर्खाल मन्त्री के हाम्रो बलबहादुर केसी, हामीहरू अमेरिका भ्रमणमा थियो यो सांसदहरूको आइबिबी प्रोग्राममा। मदन भण्डारी मारियो भन्ने उसमा पुगेको बेला न्युज आयो र हामीले त्यही तत्काल चाहिँ आधा घुम्न बाँकी थियो, त्यो त्यहाँको भ्रमण क्यान्सल गरेर मदन झलनाथ देश फर्क्यौँ र आर्यघाटमा लास जलाउनु अगाडि हामी आइपुग्यौँ यहाँ। एयरपोर्टबाटै हामी चाहिँ गएको थियौँ आर्यघाटमा। भन्दाखेरि अब त्यो पनि एउटा दुःखद अवसर थियो हाम्रो लागि। मदन भण्डारी मारियो र मदन भण्डारी चाहिँ षड्यन्त्रपूर्वक मार्या भन्ने कुरा त अलि जाँड खाएर लुजतक गर्न थालेपछि अमर लामालाई पनि मार्यो।
त्यसरी नि पुष्टि हुन्छ र चाहिँ नि सिन्सियरली त्यसको नगरेको अनुसन्धान र पत्ता नलगाएको कुरा पनि त्यो घाम जतिकै छल्लङ्ग छ। उहाँहरूले अलिकति पनि प्रयत्न नगर्नुको कारण के होला? किन विद्याजी पनि राष्ट्रपति हुनुभयो, दुई पटक रक्षा मन्त्री पनि हुनुभयो होइन। अब खड्गौली त अहिले तेस्रो पटक प्रधानमन्त्री भइसक्नु भएको छ। अब उहाँले ओली आयोग भनेर उहाँकै नाममा मदन भण्डारी छानबिन आयोग चाहिँ गठन गरिएको थियो। उहाँहरू ठ्याक्कै टसमस गर्न नसक्नुको कारण के होला? अब त्यो प्रश्नै थाहा छ नि। अब उहाँहरू मदन भण्डारी मारेपछि को लाभान्वित भए? मदन भण्डारी चाहिँ जानै गयो भन्दाखेरि यो रहस्यकै गर्भमा छ। यदि पत्ता लागेको भए राम्रो हुन्थ्यो। पत्ता लाग्नको लागि इमान्दारीपूर्वक उहाँको श्रीमती राष्ट्रपति हुँदा, उहाँको त्यही समूहको नेता प्रधानमन्त्री हुँदा खोजी गर्नु पर्थ्यो। त्यो नगरेको र त्यसो पत्ता नलगाएको पनि एउटा रहस्यमय नै छ। त्यसलाई रहस्यमय नै राख्यो। ढङ्गडेल पनि जे त्यो एकजना आयोगमा हुनुहुन्थ्यो, उहाँहरूले यो हत्या होइन एक्सिडेन्ट भनेर रिपोर्ट दिए हुनाले उहाँलाई राजदूत पनि बनायो भारतको लागि। भारतको लागि राजदूत बनायो ढौँडेलजीलाई, प्रोफेसर ढौँडेलजीलाई भन्दाखेरि अब एक्सिडेन्ट हो यो चाहिँ हत्या होइन भन्नेहरू पुरस्कृत हुने पनि आयो। त्यो पुरस्कार गरेर आमाश्र बनाएर पठाउनेहरू चाहिँ त्यो पनि इन्ट्रेस्टिङ छ। महाकाली सन्धि 2/3 चाहिँदैन भनेर रिपोर्ट दिने बरालजी पनि इन्डियाकै राजदूत हुनु। डाक्टर लोकराज बराल उनी 2/3 चाहिँदैन भनेर रिपोर्ट दिने हो। गणेश मान्जीले चाहिँ चाहिन्छ भनेर त्यसैले त्यो रिपोर्टलाई खण्डन गरेर बोल्या हो। भन्दाखेरि नेपालमा यो जलस्रोतको भाइटल इस्युहरूमा विवाद रह्यो, विभाजित रह्यो। एमाले त फुट्यो नै त्यो बेला। अब वामदेवजीहरू हामीहरूले माले बनायौँ एमाले र पछि त्यो पार्टी फुटाएपछि जनतामा जानु पर्थ्यो, सरकारमा गयो र अनि चुनावमा आउँदाखेरि सरकार छोड्नु हुँदैन थियो। खरेललाई आइजिपीलाई हटाउन पाएन भनेर वामदेवजीले सरकार छोड्नुभयो र सेन्ट्रलमै फ्युज गएको हुनाले हामी चाहिँ हार्यौँ चुनाव। मालेका उम्मेदवारहरू अब त्यस्तै गल्ती चाहिँ प्रचण्डले पछि गर्नुभयो। रुकुमा कटुवाललाई हटाउनु पाएन भनेर आफै छोड्नुपर्ने अवस्था आयो। नेपालका नेताहरूले कहिलेकाहीँ सानो कुरामा चाहिँ बुद्धि नपराउँदा पनि क्षति ठुलो बेहोर्नु परेको छ र त्यो मलाई म पार्टीको विदेश विभागमा संसदको यो परराष्ट्र उसमा थिएँ, पार्टीको विदेश विभागमा थिएँ। पछि मनमोहनजीले पटक पटक मलाई चाहिँ नि परराष्ट्र मन्त्री बनाऊ भनेर प्रस्ताव गर्दा विद्याजीहरू, माधवजीहरू, ओलीजीहरूले विरोध गर्नुभयो। इन्डिया रिसाउँछ उसलाई बनाउनु हुन्न, महाकाली सन्धिको विरोधमा भोट हाल्ने भनेर। मैले यसैले अब इन्डिया यस्तो गलत सन्धिहरूको समर्थन गरे भए धेरै सत्तामा बस्ने पदबाजी गर्ने चान्सहरू आउँथ्यो। त्यो थाहा थियो के चाहिँ यसैले मलाई दण्डित गरेका छन् उहाँहरूकै दृष्टिकोणले र पाखा राखेका छन्, भेदभाव गरेका छन्। तैपनि मलाई कुनै प्रस्ताव छैन, किनकि राष्ट्रिय अडानमै रहनुपर्छ।
त्यसको मूल्य त चुकाउनु पर्छ। हुनु त्यही हो नि। आज म तपाईँलाई खोज्दै पनि त तपाईँको एउटा तपाईँले जति बेला महाकाली सन्धि विरुद्ध मतदान गर्नुभयो, जस्तो आज अर्जुन गेवाली हिरण्यलाल श्रेष्ठलाई खोज्दै किन आयो भन्दा तपाईँ सत्ता र शक्तिमा हुनुहुन्छ भनेर अर्जुन गेवाली खोज्दै आएको होइन। यो इतिहासका अन्तर पुस्ताले विगतमा नेपालमा राष्ट्रघात गर्ने देशद्रोहीहरू को हुन् त्यो चिन्नुपर्छ र बुझ्नुपर्छ। यो कुरा रेकर्डमा रहन्छ र भोलिको पुस्ताले तिनलाई दुत्कार्छ। आज हामीले भीमसेन थापाको इतिहास पढेका छौँ, आज हामीले जङ्गबहादुर राणाको इतिहास पढेका छौँ, आज हामीले अमरसिंह थापा, भक्ति थापाको इतिहास पढेका छौँ, लेन्डुप दोर्जेको इतिहास पनि छ। नकारात्मक होस् या सकारात्मक होस्, महाकाली राष्ट्रघाती महाकाली सन्धि गर्ने यी लेन्डुप दोर्जेको इतिहास पनि भोलि चाहिँ के भन्दा रेकर्डमा रहोस् र भोलिको पुस्ताले थुकोस् भन्नको लागि आज तपाईँसँग श्रद्धापूर्वक अन्तर्वार्ता लिन तपाईँको यही अडानका कारण आएको यो पनि तपाईँको एउटा कमाइ हो हैन। तपाईँले यसलाई यसरी लिनुपर्छ, किनभने मान्छे जन्मेपछि मृत्यु हुन्छ र त्यो सत्ता सधैँको लागि रहँदैन। आज लेन्डुप त छैन, तर लेन्डुपको इतिहास त एउटा देशद्रोहीको रूपमा छ नि त हैन इतिहासमा त। त्यसैले अब जस्तो तपाईँले अघि भन्नुभयो, अब प्रमाण एउटा अमर लामा थियो, उनलाई पनि मारियो र अब मदन भण्डारी हत्या पछि जसलाई लाभ भयो त्यसको फाइदा अब उनीहरूले लिए, त्यसकारण उनीहरू मदन भण्डारी हत्या छानबिनतिर लागेनन्। अब अहिले त कांग्रेस र एमालेको सरकार छ। जति बेला मदन भण्डारी हत्याकाण्डको समयमा शेरबहादुरजी गृहमन्त्री हुनुहुन्थ्यो, गृहमन्त्री हुनुहुन्थ्यो। विवेक शाहले मदन भण्डारी हत्याकाण्डमा त्यति बेलाका गृहमन्त्री र आइजिपी को हात रहेको आशंका छ भनेर लेख्नु भएको छ उहाँको मैले देखेको दरबार भन्ने पुस्तकमा। किनभने उहाँ त सैनिक सचिव पनि हो। यसलाई कसरी हेर्नु भएको छ? त्यो पुस्तक त पक्कै तपाईँले पढ्नु भएको छ, विवेक शाहको पुस्तक त अनेक आइरहेछन्, कति अलिअलि ज्ञान दिने छ, अलिअलि अझ पनि प्रस्तुत नगरेका कुराहरू छ। तर नेपाली जनता अहिले गाउँ गाउँसम्म एफएमहरू पुगेका हुनाले जानकार राख्छन्, जनता सचेत छन्, चिन्छन् को देशभक्त हुन्, कुन देशघाती हुन्। यसैले नेपाली जनता जागरुकता छन्, राष्ट्रप्रेम उनीहरूमा प्रबल छ। पहिले नाकाबन्दी गर्दाखेरि पनि पेट्रोल इन्डियन एम्बेसीले माग्दा पेट्रोल मागे पेट्रोल दिन्छौँ, देशको चाहिँ स्वाधीनता हामी छोड्दैनौँ भने युवाहरूले आधा बोतल पेट्रोल दिएर लेन्चौरमा प्रदर्शन गर्न गएको थिए भने नेपाली जनतामा देशभक्तिको भावना प्रबल छ। यसैले सबै पार्टीहरूमा देशभक्तहरूको मेजोरिटी छ। तर केही माथि तहका नेताहरू बिकुवा पनि छन्, अर्काको एजेन्ट पनि छन्। यसैले देशघाती नेताहरूलाई नाङ्गो पार भण्डाफोर गर देशभक्त सबै पार्टीका एक हौ, त्यो भन्नुपर्ने, त्यो नारा दिनुपर्ने समय आएको छ। तपाईँले शान्ति क्षेत्र प्रस्तावदेखि लिएर नेपाली राष्ट्रियताको पक्षमा राजा वीरेन्द्रले जुन खालको अन्तर्राष्ट्रिय भूमिका निभाउनु भयो र नेपाललाई एउटा सार्वभौम सत्ता सम्पन्न राष्ट्रको रूपमा उभ्याइराख्नका निमित्त उहाँले जुन अन्तर्राष्ट्रिय लबिङ गर्नुभयो, त्यसैको परिणाम 58 जेठ 19 को दरबार हत्याकाण्ड भन्नुभयो तपाईँले हैन, अघि नै संकेत गर्नुभयो। तर दरबार हत्याकाण्ड त दुईवटा सेनाको गणभित्र भएको छ, जहाँ कालीबहादुर गढ र गोरखनाथ गढ छन्। 4200 भन्दा बढी सेना छ। तपाईँ हामीले भारतले गर्यो, अमेरिकाले गर्यो भन्यो, तर मुख्य कुरा त आन्तरिक हुन्छ नि। सेनाको भूमिका किन त्यहाँ कमजोरी रह्यो? सेनाभित्र पनि पेनिट्रेसन छ, बाह्य प्रभाव छ। अहिले पनि मान्छेहरू के भन्छ भन्दाखेरि सेनाभित्र बाह्य प्रभाव बढ्यो। पहिले दक्षिणको पहिले प्रभाव, अहिले पश्चिमको बढी प्रभाव बढाएको छ भन्छ। यसैले सेनामा होस्, नेपालको कर्मचारी तन्त्रमा होस्, देशभक्त छ भने मात्र प्रमोसन गर्नुपर्छ। अर्काको छोराछोरीलाई स्कलरसिप बाहिरको एम्बेसीको स्कलरसिपमा पठाउने अनि यो पिआर चाहिँ लिइराखेका विदेशमा जानलाई तिनीहरूलाई चाहिँ प्रमोसन र पदहरू दिनुहुन्न। नभए त्यो कमजोरीहरू जस्तो बिचबिचमा देखाएको छ नेपालको इतिहासमा
त्यस्तो दोहोरिन सक्छ। तपाईँ त भू राजनीतिको पनि जानकार हुनुहुन्छ, रुसको राजदूत पनि भइसक्नुभयो। अब यो अहिलेको वर्तमान प्रसङ्गमा पनि अलिकति जाउँ। जो त भर्खर ब्रिक्सको सम्मेलन भयो रुसमा र पुटिनको एउटा अन्तर्राष्ट्रिय छवि यो ब्रिक्स सम्मेलनले भिन्नै रूपमा देखायो, अमेरिकनहरूले सोचे भन्दा धेरै माथि देखायो। तपाईँले अहिलेको यो तपाईँको जुन रुस युक्रेन वार अथवा इरान र इजरायल वार र अहिलेको ब्रिक्सबाट पुटिनको जुन एउटा व्यक्तित्व अन्तर्राष्ट्रिय रूपमा देखियो र रुस शक्तिमा आएको सन्देश विश्वव्यापी रूपमा गयो, यसलाई कसरी हेर्नु भएको छ? किनभने तपाईँ त रुसको राजदूत पनि हुनुभयो विगतमा। मैले के देखाएको छु भन्दाखेरि 1991 अगाडि जब सोभियत सङ्घ थियो, त्यो बेला चाहिँ दुई ध्रुवीय विश्व सम्बन्ध थियो, युएसएसआर र युएसएको बिचमा होइन। अब 1991 सोभियत सङ्घ विघटन भएपछि वार्सा प्याक्ट पनि विघटन भयो र एक ध्रुवीय अमेरिकी हैकमको विश्व भयो। जब युक्रेनमा वार भयो र पुटिनले फेरि पूर्वतिर चाहिँ न्याटोलाई एक्सपान्ड गर्ने र 14 टुक्रा त बनाइसक्यो पहिलेको सोभियत सङ्घलाई, अब फेरि टुक्राउन सकिन्छ कि भनेर लागेकोलाई खबरदार भनेर मिलिट्री अपरेसन गरे र चाहिँ युक्रेन युद्ध भनेको युक्रेन र अमेरिका, युक्रेन त युद्धभूमि मात्र हो, वास्तविक लडाइँ अमेरिका र रुसको विरुद्ध हो र त्यो हो। अब त्यो बेलादेखि अब नयाँ विश्व सम्बन्ध सुरु भयो। अमेरिकाको एकल ध्रुवीय हैकमवाद ओह्रालो लाग्यो र बहुध्रुवीय विश्वको विकास क्रमशः हुन थालेको छ र अहिले ब्रिक्सले डलरको एकाधिकार पनि समाप्त गर्ने गरेको छ, आपसमा आफ्नो आफ्नो करेन्सीबाट गरे। ब्रिक्स ब्याङ्क पनि बनाउँछ। त्यो त पुटिनले सन्देशै दिए, एउटा नोट देखाएर सन्देश दिए। अब बहुध्रुवीय विश्व चाहिँ अहिले क्रमशः विकास हुँदैछ। यसका प्रमुख पात्र भनेको पुटिन हो, सी जिनपिङ हो, मोदी हो, इरानको आयतल्ला खमेनी भयो। अब त्यो ब्रिक्समा पहिले जुन साउथ अफ्रिका ब्राजिल समेत जोडिएको थियो, रुस चाइना इन्डिया, अब त्यसमा थपिँदैछ सौदी अरेबियादेखि लिएर टर्कीदेखि लिएर। यसैले अब ब्रिक्स चाहिँ अहिले सबभन्दा बहुसङ्ख्यक विश्व जनतालाई चाहिँ रिप्रेजेन्ट गर्ने र आर्थिक उदयमान शक्तिहरू पनि भएको, अमेरिकी हैकमलाई नच्यार्ने, यसैले बहुध्रुवीय विश्वको क्रमशः विकास हुँदै गएको सङ्केत हो र चाहिँ सङ्घाई कोअपरेसन भयो, ब्रिक्स भयो, यो चाहिँ सकारात्मक हो र अब इन्डिया र चाइनाको धेरै सीमाको मतभेद छ, अरू कुरामा छैन। त्यो सीमाकोमा पनि अब लडाइँ र सशस्त्र द्वन्द्व नगर्ने भनेर सहमति गरेका छ र चाहिँ यो इन्डिया र चाइनाको सम्बन्ध सुध्रेको केही त्यो पनि हाम्रो लागि दुवै छिमेकी झगडा गऱ्यो भने बेफाइदा, मिल्यो भने राम्रै हुन्छ। र नेपालले इन्डिया चाइना भू राजनीति युक्रेनको पाठ सिकेर छिमेकीलाई चिराउने, सात समुद्र पारीको महाशक्तिलाई रिजाउने, यस्तो गल्ती हामीले गर्नु भएन र हामीले इन्डिया र चाइना दुवैको विरोधमा नलाग्ने। सुमधुर सम्बन्ध अमेरिकासँग पनि, इन्डियासँग, चाइनासँग, युसँग कि जापानसँग, अस्ट्रेलियासँग सबैसँग राख्ने, तर बहुपक्षीय एलायन्स हाम्रो छिमेकीहरूका विरुद्ध नलाग्ने, त्यो सीमा रेखालाई कोरेर बस्नु आवश्यक छ र नेपाल पनि बहुध्रुवीय विश्वको पक्षमा नै उभिनुपर्छ। तपाईँले त धेरै नेताहरूसँग सङ्गत पनि गर्नुभयो, तपाईँलाई मनमोहन अधिकारी कस्तो लाग्छ? मनमोहन अधिकारी एउटा देशभक्ति नेता हो। मलाई थाहा छ कि 50को सन्धिको विरोध नगर है, ती गऱ्यो भने कुर्सी हल्लिन्छ भन्दाखेरि 21औं शताब्दी नसुहाउने यस्तो सन्धि पनि अहिलेको जमानामा राख्ने
म त उठाउँछु भनेर उठाएँ। म त्यसको तयारीमा गएको थिएँ दिल्लीमा, त्यो हैदराबाद हाउसमा बसेको थिएँ माधव नेपालसँग। र त्यो बेला चाहिँ नि उहाँले यो त्यसमा चेन्ज ल्याउनुपर्छ भनेर बोले र परराष्ट्र मन्त्री सचिव स्तरीय बैठकले चाहिँ नि यो यसमा के चेन्ज गर्ने भनेर राख्यो। पछि कमल थापा परराष्ट्र मन्त्री भएको बेलामा एउटा ड्राफ्ट पनि पठायो यस्तो खालको नयाँ चेन्ज गरौँ भनेर। यसैले अब तिनवटा कुरा, एउटा चाहिँ नि एज इट इज 50को सन्धि त अहिले देश सुहाउँदो छैन, प्रभाव क्षेत्र इन्डियाको मान्नुपर्ने, अब त्यो पनि भएन। अनि चेन्ज गरौँ भन्दाखेरि कुन क्लज हामीले चेन्ज गर्न चाहेको कुरा इन्डियाले राख्न चाहन्छ, यसैले संशोधन पनि सम्भव छैन। यसैले के गर्ने भन्दाखेरि टु रिप्लेस 50 ट्रिटी बाई न्यू ट्रिटी, त्यो बेस्ड अपन पिसफुल को एक्जिस्टेन्स र पञ्चशीलको आधारमा नयाँ गर्ने यो सुहाउँदो। अब त्यो नै उपाय, त्यसको सुरुवात, त्यस्तो कन्सेप्ट सुरु गर्ने मनमोहन अधिकारी। माधव नेपाल कस्तो लाग्छ तपाईँले? तपाईँले त संगत गर्नुभयो। अब माधवजी व्यवहारवादी छन्, सत्तामा कसरी पुग्न सकिन्छ भन्ने कुरा इम्पोर्टेन्ट दिन्छन्। त्यसको लागि देश बेच्न तयारै हुन्छन्, किनभने महाकालीमा त तयारै भए। अब तपाईँहरूको भाषा र मेरो भाषा अलिक फरक हुन्छ होइन, हजुर त अब कूटनीतिज्ञ भयो, त्यो भाषा प्रयोग गर्नु भएन नि त हजुरले। कहिले पनि नछोड्ने खालको हुनुहुन्छ, आयो भने कसलाई खुसी पारेर हुन्छ, सत्तामा जानुपर्छ भन्ने नै छ उहाँको पनि, केपीजीको पनि। केपीजी पनि त्यस्तै हो। विद्या भण्डारी कस्तो लाग्छ तपाईँले? विद्या भण्डारी एउटा यो समझदारीलाई फर्काउने काम गरेको छ, जनसङ्ख्या बारेको, यो नागरिकता बारेको, त्यो चाहिँ राम्रो गरेको छ। तर पनि कतिपय कुरामा राति 12 बजी नै संसद भङ्ग गर्ने त्यस्तो सहमति दिएर उहाँ चाहिँ विवादमा पर्नु भएको छ। रामचन्द्र पौडेल तपाईँलाई कस्तो लाग्छ? अहिलेको प्रधानमन्त्री, उहाँ त मध्यरातमा महाकाली सन्धि गर्नको निमित्त संसद बोलाउने सभामुख पनि हो। त्यसैले उहाँ प्रश्नै छ कि उहाँलाई यो उहाँ पनि यो ठुला शक्तिहरू दक्षिण पश्चिमलाई रिझाउन जान्ने भएको हुनाले नै उहाँले पनि यो चान्स पाउनु भएको देखिन्छ। किनभने दरबार हत्याकाण्डको समयमा उहाँ गृहमन्त्री हुनुहुन्थ्यो, दिपेन्द्रले मारेको भनेर 5 मिनट पछि नै अभिव्यक्ति दिने चाहिँ उहाँ नै हो, उहाँ पहिले जानकार हुनुहुन्थ्यो भन्ने त्यसले पनि देखिन्छ। गिरिजाप्रसाद कोइराला तपाईँको दृष्टिकोणमा? गिरिजाप्रसाद कोइरालाले शान्ति प्रक्रिया सुरु गरेको, सशस्त्र द्वन्द्व मजाकालाई सत्तामा ल्याउने कामहरू यस्तो गरेको कुरा राम्रो छ। तर चाहिँ उहाँ चाहिँ धेरै पटकको हुनुभयो, उहाँ चाहिँ देशको लोकतान्त्रिक पक्षको उहाँको राम्रो छ, तर राष्ट्रियताको पक्षमा उहाँले पनि धेरै कमजोरीहरू देखाउनु भएको छ। प्रचण्डको पार्टी चाहिँ देशभक्तहरू धेरै भएको पार्टी हो, चीनसँग राम्रो सम्बन्ध चाहनेहरूको पार्टी हो। तर प्रचण्डजी कुर्सीको लागि गेरो वस्त्र धारण गरिकन मोदीजीलाई रिझाउनेदेखि महाशक्ति राष्ट्रहरूको र क्षेत्रीय शक्ति राष्ट्रहरूको सुपात्र हुनको लागि, कम्फोर्टेबल हुनको लागि र सत्तामा टिक्न सकिन्छ, जान सकिन्छ भने त्यो कम्प्रोमाइजहरू पनि गर्ने चातुर्य व्यक्ति हुनुहुन्छ, सत्ता कुर्सीमुखी। तपाईँको दृष्टिकोणमा मोहन विक्रम सिंह सिद्धान्तकार नेता हुनुहुन्छ, तर व्यावहारिक पनि भएन र उहाँले लास्टमा श्रीमतीलाई सांसद बनाउने कामहरूमा लाग्नुभयो। पुष्पलाललाई गधार भनेर किताब लेख्नुभयो, तर पछि सच्याउनु भयो। यसैले यहाँ अहिले बाँचेका मध्ये सबभन्दा अब पुरानो र अध्ययनशील नेता मध्ये हो। मोहन वैद्यलाई कसरी हेर्नुहुन्छ?
मोहन बैनी त सिद्धान्तकार अहिलेसम्म उहाँ चुक्या छैन। उहाँ तर व्यवहारिक रूपले हाँक्न सक्नु भएको छैन। सैद्धान्तिक रूपले गल्तीहरू गर्नुभएको छ। सीपी गजरेल तपाईँको दृष्टिकोणमा उहाँकै सहयोगी हुनुहुन्छ र प्रष्ट आफ्नो विचारहरू राख्नुहुन्छ। तपाईँले त धेरैसँग सङ्गत गर्नुभयो, तपाईँलाई सूर्यबहादुर थापा कस्तो लाग्छ? सूर्यबहादुर थापा नेपालमा सूर्यप्रसाद उपाध्याय पहिलो भारतको नजिकको मान्छे, दोस्रोमा सूर्यबहादुर थापा, सूर्यप्रसाद उपाध्याय पछिको सूर्यबहादुर थापा, तेस्रोमा बाबुराम भट्टराई, तेस्रोमा बाबुराम भट्टराई। बेला बेला अरू जनरल फ्रेन्ड, उहाँहरू रिलायबल फ्रेन्ड हो हाम्रो दक्षिणको। तपाईँलाई तुलसीगिरी कस्तो लाग्छ? डाक्टर तुलसीगिरी तुलसीगिरी आर्गुमेन्ट गर्न जान्ने, तर पुरा राजावादी नै हुनुहुन्थ्यो। कृष्णनिधि विष्ट कस्तो लाग्छ? कृष्ण एकदम देशभक्त मान्छे हो, तर ऊ पनि राजावादी नै हो। मरिचमान सिंह नाकाबन्दीको बेला पनि अड्न सक्ने, ऊ देशभक्तिमा उच्च स्तरकै छ, तर उहाँ पनि चाहिँ लोकतान्त्रिक पक्षमा कमजोर देखिनु। डाक्टर केशरजङ रायमाझीलाई कसरी हेर्नुहुन्छ? ऊ त नेपालको कम्युनिस्ट आन्दोलनको पहिलो कमजोरी देखाउने। तर देश त बेच्नु भएन नि उहाँले, चाहिँ के भन्दा माधव नेपाल खड्गौलीहरूले जस्तो देशै त बेच्नु भएन नि त। राष्ट्र जोगाउने क्रममा शीतयुद्धकालीन अवस्थामा राजासँग जानुभयो, त्यो बाहेक त उहाँले अरू त के गर्नुभयो? राष्ट्र घात गर्ने काम त कहीँ पनि गर्नु भएन। तर मेरो विचारमा लोकतन्त्र, राष्ट्रियता र राष्ट्रको समृद्धि यनी वान होइन, हामीलाई तिनटै एकसाथ चाहिन्छ। एकसाथ राख्न नसक्ने मध्ये उहाँ हो। तपाईँको दृष्टिकोणमा अहिलेका योभन्दा अगाडिको राष्ट्रपति रामवरण यादव कस्तो लाग्छ? रामवरण यादव उहाँको लोकतान्त्रिक सोच राम्रै उहाँले अगाडि बढाउनु भयो र उहाँ त्यस्तो कम्युनल पनि देखिएन, क्षेत्रवादी पनि देखिएन। त्यो पक्ष राम्रो छ, तर पनि उहाँ राष्ट्रियताको पक्षमा प्रखर चाहिँ देखिनु भएन। रामराजा प्रसाद सिंह कस्तो लाग्छ तपाईँलाई? रामराजा प्रसाद सिंह नेपालमा प्रचण्डजीले त पहिलो गणतन्त्रवादी राष्ट्रपति प्रपोजल गरेको, तर उहाँ चाहिँ नि पहिलो गणतन्त्रवादी त पुष्पलाल हो। उहाँलाई पहिलो गणतन्त्रवादी भन्नुको कारण के होला रामराजालाई? ऊ चाहिँ रामराजा गणतन्त्रको कुरा गर्ने स्नातक चुनावको बेला त्यस्तो लडाकु चाहिँ हो, तर चाहिँ पहिलो गणतन्त्रवादी होइन। र चाहिँ उहाँले बम पड्काएको हुनाले त्यो बेलाको सत्याग्रह टुङ्गियो। त्यो सत्याग्रहमा बम पड्काउन त सिआइएको योजनामा पड्काएको, पञ्चायतलाई नै जोगाउन पड्काएको भन्ने पनि छ नि। मैले त्यो तपाईँको भाषा त प्रयोग गर्दिनँ, तर नेपालको लोकतान्त्रिक आन्दोलनको लागि त्यो बेला चलिराखेको उभारलाई समाप्त पारेर बाह्य प्रभाव अनुकूल हुने काम अनुसार बम पड्काउने काम त उहाँले पनि गरे। तपाईँको दृष्टिकोणमा कृष्णप्रसाद भट्टराई? कृष्णप्रसाद भट्टराई चाहिँ त्यागी तपस्वी नेता हो, प्रश्नवक्ता पनि हो। म भारतमुखी नै हो भनेर उहाँले खुल्ला रूपमै भन्नुभयो। तर व्यक्तिगत लाभ हेर्ने चाहिँ काम गर्नु भएन, त्यागी नेता मध्ये हो। तपाईँको दृष्टिकोणमा टङ्कप्रसाद आचार्य? ऊ त पहिलो चाहिँ लोकतन्त्र र राष्ट्रियतालाई सँगै लग्ने नेता मध्ये हो। तपाईँले 2008 सालमा कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउने मातृका प्रसाद र बिपी कोइरालालाई कसरी हेर्नुहुन्छ? मातृका प्रसाद त पुरा भारतपन्थी भएर त्यो इन्डियन मिसन, मिलिट्री मिसन भित्राउने काम गर्ने
हो। बिपी त्यसमानिमा मर्तेका भन्दा बेटर हो। तर कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउनु त दुवै भाइ एकै ठाउँ हुनु पनि 8 सालमा हुनु हो। गृहमन्त्री भएर बिपी कोइरालाले उहाँकै गृहमन्त्री हुँदा चिनाकाजी पनि मारिया हो। तैपनि प्रधानमन्त्री भएर इन्डिया भ्रमण गर्दा नेहरूले नेपालमाथि हमला गर्यो भने चाइनिज यो नेपालमाथि हमला गर्यो भने भारतीय फौज आउँछ भन्दाखेरि हात उठाएर बिपी कोइरालाले नेपालले रिक्वेस्ट गरे मात्र आउनुपर्छ, नेपालमा कतैबाट खतरा छैन भनेर बोलेर अनि उहाँले भोलिपल्ट अनि नेहरूले भन्यो 50 को सन्धिको गोप्य पत्र त्यस अनुसारको 3 धारामा त्यसको आर्टिकल 3 मा देखिया छ कि इन्डियामा खतरा पर्यो भने नेपालमा खतरा पर्यो भने एक अर्कोलाई सूचित गर्ने र एक अर्कोमा समन्वय गरेर जाने भन्ने क्लज छ। त्यो आधारमा मैले बोल्या हो। तर बिपी कोइराला करेक्ट हो कि नेपालले अनुरोध गरे मात्र जाने हो भनेर भन्नुभयो। र अनि थाहा भयो कि 50 सन्धिले गर्दाखेरि इन्डियाले बोलाएछ भनेर उसले त्यस नेपाल फर्के केही समयमा नि चिनको भ्रमण गर्नुभयो र चिनसित पनि शान्ति तथा मैत्री सम्झौता गर्नुभयो। र एकजना सुबेदार त्यो लाई कोरला उसमा नाकामा कम्पा विद्रोही ठानेर चाइनाले गोली हानी मारेको थियो। अनि त्यसको विरोधमा विरोध पत्र बिपीले पठाउनु भयो र नयाँ चिनले विश्वकै पहिलोचोटि नेपालसँग बाहिरी देशमध्ये माफी मागेर यो गल्ती हाम्रो थम्याई गल्ती भएर मारिया हो भनेर क्षतिपूर्ति समेत दियो भन्दाखेरि बिपीको त्यस पक्षमा राम्रा पक्षहरू पनि छ। पशुपतिनाथमा उखेल्नु पर्छ र गण्डक सम्झौता गर्ने बिपीलाई कसरी हेर्नुहुन्छ? त्यो त बिपीको पोजिटिभ पक्ष भयो। त्यो त खराब पक्ष छ नि। खराब पक्ष। तपाईँले उसलाई कसरी हेर्नुहुन्छ डाक्टर केआई सिंहलाई? डाक्टर केआई सिंह म त जेलमासँगै थिएँ है। पत्रकारहरू सबै पढ मलाई चाहिँ नि इम्पोर्टेन्ट हेडिङहरू न्युजहरू भन्नु भनेर मलाई सबै पत्रिका पढेर न्युज उहाँलाई सुनाउनु पर्ने। केआई सिंहलाई मलाई त्यो पढ्ने बानी बसालिदिने पेपर मध्ये हो। र उहाँले आफै बहस गर्न पनि मुद्दा सर्वोच्चमा जानुभएको थियो। छलमठेल कानुनी किताब पनि राख्नुभयो, डिक्सनरी पनि राखेर ठुलो चाङ देखाएर जानुभएको थियो बहस गर्नलाई। र उहाँ चाहिँ यो दिल्ली सम्झौताको विरोधी अडान राख्ने सिंहदरबार त्यो त विद्रोह गर्ने नेता हो। उसैको विद्रोहमा कम्युनिस्ट पार्टीको गौरीभक्त प्रधान गएर भेट्यो सिंहदरबारभित्र भनेर पछि चाहिँ पत्रिकालाई कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाउने बहानाबाजी पनि भयो। र केआई सिंह फर्केर त्यसैले केआई सिंहको राम्रो पक्ष भनेको 7 सालको क्रान्तिको योद्धा, दिल्ली सम्झौताको विरोधी विद्रोह पनि गर्ने। तर पछि आएर उहाँले भारत बाहेक अरूसँग किन एम्बेसी राख्ने, काश्मीर भारतकै हो भन्ने यस्ता यस्ता कमजोरीहरू पनि देखाउनु भएको छ। त तपाईँसँग आज तपाईँ 84 वर्ष पुगिसक्नु भएको छ। यो समयमा इतिहासदेखि वर्तमानसम्मका समसामयिक घटनाहरूसहित इतिहासमा भएका घटनाक्रमहरूमा को विषयमा तपाईँले यो जुन कुरा गर्ने मौका दिनुभयो, भलाकुसारी गर्ने मौका दिनुभयो र यो अन्तर्पुस्ता हस्तान्तरण पनि हो। भोलिका पुस्ताले पनि यो बुझ्न पाउनेछन्। यो एउटा रिसर्चको पाटो पनि हुनेछ। यो समय तपाईँले आफ्नो व्यस्तताका बावजुद दिनुभयो, त्यसको लागि तपाईँलाई धन्यवाद। मेरो विचारहरू राख्ने अवसर दिनुभएकोमा तपाईँलाई पनि धन्यवाद, तपाईँको मिडियालाई पनि। र वास्तवमा तपाईँले जसरी प्रश्न सोध्नुभयो सबै नेताहरूको राम्रो पक्ष पनि छ, नराम्रो पक्ष पनि छ। राम्रो पक्षलाई हामीले राम्रै भन्नुपर्छ, नराम्रो पक्षलाई
निर्भीकता पर्वका आलोचना पनि गर्नुपर्छ। यसैले इतिहासका पात्रहरूको सही मूल्याङ्कन, क्रिटिकल मूल्याङ्कन त्यो आजको आवश्यकता हो। नयाँ पुस्ताको लागि त्यो आवश्यक छ।